हेलो एभ्रिवान, आज चाहिँ हाम्रो घरको पूजाको लागि तयारी भइरहेछ अनि यहाँ दिदीले चाहिँ हाम्रो पुरै युट्युबे पण्डित भएर काम गरिराख्नु भएको छ। अनि त्यस पछाडि आजको मेन क्यारेक्टर अब हेर्नु न, घरकै मेन क्यारेक्टरलाई छिर्न दिएको छैन। यहाँ पूजाको थाली लिएर दिदी रेडी भइसक्नु भएको छ अनि यहाँ भान्जीहरू पनि रेडी छन्। यहाँ एउटा भान्जी चाहिँ यहाँ आफ्नै दुनियाँमा, मम्मी रेडी, कामै हुन आउने म त एउटा मलाई पक्रिन आयो। पूजा चाहिँ यहाँबाट रेडी हुँदैछ। तर हाम्रो दिदी अब यहाँ दियो बालेर 7 चक्कर लाउनु पर्छ अरे घरको, त्यही भएर फर्स्ट चक्करतिर लाग्दै हुनुहुन्छ मम्मीहरू। यताबाट जानु पर्यो। दियो बलेको बत्तीले यहाँ भान्जे छुट्टै त्रसित मोडमा हुनुहुन्छ। दोस्रो चक्कर सो यहाँ छ अहिले दिदीहरू दोस्रो चक्करको लागि रेडी भइसक्नु भएको। अब दोस्रो चक्कर तेस्रो चक्कर भन्दा हाम्रो पुरै चक्कर सकिएको छ र बाबा मम्मीहरू पुरै अब घरतिर छिर्नलाई तयारी रूपमा हुनुहुन्छ। अब दियो बाल्ने कार्यक्रम सुरु भइसकेको छ, हाम्रो नरिवल फोड्ने कार्यक्रम। त्योभन्दा अगाडि यहाँ दिदी फेरि ढोकालाई टिका र आरती गरेर नरिवल फुटाउन रेडी। तर हाम्रो दिदी अब नरिवल फुटाएर भयो कमब्याक, दायाँ र बायाँ छर्केर अब भित्र छिर्नलाई तयारी। अब मम्मी र बाबाहरू जल छर्किँदै दायाँ र बायाँ। सुरुमा आउँछ पालो हाम्रो किचनको, अनि मेरो रुमको, त्यस पछाडि बाबा र मम्मीहरूको रुमको। अब छततिर जाने पालो। सो मम्मी र म उकालो लाग्दै बहिनीको घोडाभित्र छिरेर सुई सुई हम्काउनु निताको खाली बठाउन। लगभग सक्यो। सो अब चाहिँ ओह्रालो झर्दै पूजा गर्ने कोठामा यहाँ अब युट्युबे पण्डितले पूजा गर्न सिकाइरहेको अवस्था। मम्मीले कलश सलसहरू यताउति मिलाइरहेको होइन, आरती सर्ती लगाइरहेको, अनि घन्टी सन्टी बजाइरहेको अवस्था। त्यसपछि आउँछ टिकाको पालो। पूजा भनेको अब बिचको प्रोसेसमा गइरहेको छ होइन, सकिन लागेको छ। यहाँ पानी हो कि जल उयो गर्दै होइन, त्यस पछाडि लड्डु एकजनाले खायो। अनि त्यस पछाडि अब ढोग्ने कार्यक्रम मम्मीको बिहानजीलाई। अब आउँछ अर्को बिहानजीको लड्डु खाने पालो, त्यस पछाडि ढोग्ने पालो, अनि त्यस पछाडि आउँछ पालो मिस्टर मेरो। धन्यवाद लड्डु खाँदै चपाउँदै। अब यहाँ हाम्रो सुरु हुन्छ अब फोटो, लास्ट फोटो सेसन। फोटो खिच्नलाई सब तयारी छन् है, भान्जी पनि तयारी। यसो हेर्दाखेरि म यो छेमालाई छेकेछ फेरि। अब यहाँ फेरि हाम्रो बाबाको फेरि छुट्टै अवस्थामा नजाने। सो यत्तिकैमा आजको मेरो मिनी ब्लग सेकेन्ड ह्यान्ड घर किनेर पूजा गरेको यहीँ समाप्त हुन्छ। लास्टमा 2टा फोटो।